आज त आफ्नै हातले मासु पकाएर सालीजीलाई खुवाउँदा त लास्टै खुसी पो भयो नि त। सालीजीलाई चाहिँ के को मासु पकाएर खुवाए त? All right guys, all right, welcome back to my mini vlog. I hope सबजना सन्चै हुनुहुन्छ होला नि, म पनि एकदम सन्चै छु। अनि आज चाहिँ मेरो बिहानीको सुरुवात हुन्छ सालीसँग कुरा गर्दै। मेरो सालीजीलाई चाहिँ लास्टै मासु खान मन लागिसकेको रहेछ। त्यही कारणले गर्दाखेरि भेना आज तपाईकै हातबाट पकाएर खुवाउनु न त मासु भनेर भन्ने। त्यसपछि कुखुराको मासु ल्याएर त्यसलाई मिठो हुने गरेर पकाएर सालीजीलाई खाना हालेर दिएको त भेनाजु एकदम मिठो 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 भयो पो भन्छन् त। अब तिम्रो भेनाले पकाएपछि मिठो नहुने त कुरै भएन नि हैन त भनेर आफूलाई पनि प्लेटमा खाना हालेर त्यसपछि फर्स्ट बाइट भनेर ग्वाम कि ग्वाम खाना थाले। अनि सालीले भने जस्तै मासु चाहिँ आज एकदम धेरै मिठो भएको रहेछ। अनि त्यसपछि खानासाना खाएर लागे म मेरो अफिसतिर। अफिसमा आएर यतिकै बसिरहेको थिएँ। अरू बेला त जितपुर बजार एकदमै चलपल भइरहेको हुन्थ्यो, तर आज त खै किन कुन्नी सुनसान नै पो थियो त। सायद चुनावको माहौल भएर पनि होला। अनि त्यसपछि मेरो स्कुटरमा चाहिँ गियर ओइल चेन्ज नगरेको धेरै भइसकेको थियो। ग्यारेज पुगेर पुरानो गियर ओइल निकालेको त पुरै कालो भइसकेको रहेछ। त्यसपछि अर्को नयाँ गियर ओइल पनि हाल्दिए। साथीहरु हजुरहरुलाई कोलाई थाहा छ मैले मेरो युट्युबमा 500 जना सब्स्क्राइबर भयो भने 30 मिनी भ्लग च्यालेन्ज पनि सुरु गर्छु भनेर भनेको थिए। अनि आज मेरो युट्युबमा 500 सब्स्क्राइबर पनि फाइनली कम्प्लिट भइसकेको छ। त्यसै कारणले गर्दाखेरि मैले आजैदेखिबाट 30 मिनी भ्लग च्यालेन्ज पनि सुरु गरे है त साथीहरु। यो भिडियो चाहिँ डे 30 मिनी भ्लग च्यालेन्जको डे 1 वाला भिडियो हो है त साथीहरु। अनि यति छिटो युट्युबमा 500 जना सब्स्क्राइबर कम्प्लिट बनाइदिनु भएकोमा मनबाट नै धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अब यसरी नै चाँडो भन्दा चाँडो 1K सब्स्क्राइबर पनि कम्प्लिट गरिदिनु हुन्छ भनेर आशा गरेको छु। अनि मलाई थाहा छ मेरो सोशल मिडिया फ्यामिलीहरुले मेरो आशालाई कहिले पनि निराशा गर्नु हुँदैन भनेर। यस काम गर्दा गर्दै पसल बन्द गर्ने बेला पनि भइसकेको रहेछ। त्यसपछि फटाफट पसल बन्द गरेर घर जाँदै के थिए बाटैमा मेरो टिकटक फ्यामिलीहरुसँग भेट भइहाल्यो। अनि मेरो टिकटक फ्यामिली फेरि एउटा साइकलमा पुरा 4 जना चढेर हिँड्नु भइराको रहेछ। त्यसपछि एकजनालाई बोलाएर स्कुटरमा हालेर घरसम्म पनि ल्याइदिए। अनि उहाँहरुलाई घर पुर्याएर बाइ बाइ भनेर लागे म मेरो घरतिर। अनि घर पुगेर यसो दाइ घर गएर एकछिन आगो तापेर बसिरहेको थिए। अनि आज फेरि दाइको घरमा पूजा गरेर कुखुरा काट्नु भएको रहेछ। अनि त्यसपछि भाउजूले फेरि खाना खाएर जाऊ भन्न थाल्नु भयो। जन्म खन्चुवालाई मासु भात पाएपछि त छोड्ने कुरै भएन। भाउजूले चाहिँ आज मासु एकदम मिठो बनाउनु भएको थियो। यति भन्दै आजलाई यति नै हो। वर्ष हजुरलाई भिडियो मन पर्यो होला, भिडियो मन पर्यो भने लाइक कमेन्ट शेयर र सब्स्क्राइब गर्न नबिर्सनु होला। हजुरलाई अर्को मिनी भ्लगमा बाइ बाइ।